हेलो अलराइट गाइज, तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि एकदम सन्चै छौं। स्वागत छ हजुरहरु सबैलाई हाम्रो पहिलो भिडियोमा। आज चाहिँ मेरो बुढीले जब गर्ने भनेर जब सेन्टर जाउँ भनेर तयार हुँदै छौं। हामी दुईजना चाहिँ तयार भइसकेपछि हामी चाहिँ जब खोज्नको लागि घरबाट बाहिर निस्किनै पर्छ। त्यसैले हामी घरबाट बाहिर निस्किसकेका छौं। घरबाट बाहिर त निस्क्यौ, अब कहाँनिर जाने, कुन ठाउँमा जाने भनेर चाहिँ हामी दुईजना एकदमै कन्फ्युज भइरहेको थियौं। त्यसपछि मैले केही नसोचिकन बाइक स्टार्ट गरेर बुढीलाई पछाडी बस भनेर त्यसपछि बुढीलाई पछाडी बसालेर हामी चाहिँ दुईजना लाग्न त लागियो। अब कहाँ जाने, कुन ठाउँमा जाने भनेर चाहिँ अझै पनि केही सोच आएको थिएन। त्यसपछि मेरो बुढीले भन्यो, मैले चिनेको एकजना दिदी छ, त्यो दिदीकोमा जाउँ न त भनेर भन्यो। त्यसपछि मैले भने, कुन ठाउँमा हो र तिमीले चिनेको दिदीको जब सेन्टर? अनि मेरो बुढीले चाहिँ भन्यो, कोटेश्वरमा हो, जाम न भनेर भन्यो। हुन्छ, मैले पनि भने जाम न त। के गर्नु गाइज, काठमाडौँको ठाउँमा एक्लैले काम गर्दा फेरि धेरै गाह्रो हुने। सायद म एक्लैले दुःख गरेको देखेर होला मेरो बुढीले पनि म पनि जब गर्छु भनेर भनेको। काठमाडौँमा सानोतिनो जब गरेर चाहिँ आफ्नो घर परिवार पाल्नलाई धेरै नै गाह्रो छ। कसरी गाह्रो छ भनेर चाहिँ त्यो चाहिँ हामी जस्तो मिडल क्लासको फ्यामिलीलाई मात्रै थाहा हुन्छ। त्यसपछि हामी चाहिँ जाँदा जाँदा चाहिँ यस्तो ठाउँमा आइपुग्यो कि देख्न सक्नुहुन्छ तपाईहरुले चाहिँ यस्तो राम्रो ठाउँ। यो चाहिँ कुन ठाउँ होला तपाईहरु सबैजनाले कमेन्ट गर्नु होला। त्यसपछि हामी त्यस ठाउँबाट पनि हामी लाग्यौं फेरि कोटेश्वर तर्फ नै। त्यसपछि यहाँदेखि चाहिँ कोटेश्वर धेरै टाढा थिएन। त्यसपछि हामीले दिदीलाई कल गर्नु पर्छ, करेक्ट लोकेसन कहाँ हो भनेर चाहिँ म फोन गर्न लागे। हेलो, कहाँनिर हुनुहुन्छ तपाईँ? एक्ज्याक्टली लोकेसन कहाँनिर हो रे? मैले बिर्सेँ, फेरि भन्नु त एकचोटि। म अहिले यो ठ्याक्कै कोटेश्वर भन्दा अलिकति उता छु। काँडाघारीतिर छु म, काँडाघारीनिर छु। ए, यो कोटेश्वरको भाटभटिनीको पारिपट्टि होइन त? हुन्छ, हस्। त्यसपछि हामी त्यो ठाउँबाट पनि आएर चाहिँ हामी ठ्याक्कै यो कोटेश्वरको चोक्कैमा जाममा हामी बसिरहेका थियौं। जाममा बस्दा बस्दै केही समयपछि जाम पनि खुल्यो अनि त्यसपछि हामी त्यहाँबाट अफिसतर्फ लाग्यौं। फाइनली हामी चाहिँ अफिसमै आइपुगिसकेका छौं। यो चाहिँ यहाँको अफिसको पार्किङ रहेको छ। त्यसपछि हामी दुईजना जुत्ताहरू खोलेर हामी भित्र गयौं। त्यसपछि हामी भित्र गइसकेपछि जो मान्छेलाई कल गरेको थियौं त्यो मान्छेलाई चाहिँ हामीले भेटेन। मेरो बुढीले चाहिँ जब पायो कि पाएन भनेर चाहिँ म अर्को भिडियोमा भन्नेछु। बाइ बाइ, त्यति दिनसम्मको लागि।